हेलो गाइज वेलकम बैक टु माई च्यानल। आई होप सबैजना सन्चैहरूमा हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। म चाहिँ अहिले हाल मधुबन नगरपालिका 8 कुसुम्बा बजारमा उपस्थित छु। अहिले चाहिँ म यस्तो घाममा भान्जालाई ल्याउन भनी कोलपुर जाँदैछु। फाइनल्ली हामी गाडीमा पनि बसिसक्यौँ अनि त्यसपछि अहिले एकछिनमा हामी नेपालगञ्ज पनि पुग्ने छौँ। ल फाइनल्ली नेपालगञ्ज पनि पुगिसक्यौँ। धेरै भोक लागिरहेको थियो। बाबुले पनि भोक लाग्छ केही खाऊँ न त अङ्कल भनेर एउटा होटलमा बसिसक्यौँ। अब एकछिनमा नास्ता आउँदैछ। धेरै भोक लागिरहेछ अनि त्यसपछि नास्ता खाएर चाहिँ हामी त्यहाँदेखि हिँडिहाल्यौँ कोलपुरको लागि। अनि त्यसपछि एकैछिनमा हामी पुग्छौँ। अगाडि चाहिँ ड्राइभरले ड्राइभ गरिरहेछन् अनि त्यसपछि पछाडि चाहिँ बड्डा बड्डीले झगडा गरिरहेछन्। म चाहिँ मस्त सिटमा बसिरहेको छु अनि हल्का फेरि सोचाइमा पनि छु। अघि भर्खर कसैले बबई पुगे भन्दै हुनुहुन्थ्यो, कहाँसम्म पुग्नुभयो होला भनेर टाइम हेरेर बसिरहेको छु। अनि त्यसपछि अहिले फाइनल्ली हामी उसमा पुग्छौँ। ल गाइज हामी चाहिँ अब फाइनल्ली पुग्न आँटिसक्यौँ। धेरै टाढा छैन, नजिकै छ। अब एकैछिनमा हामी ल पुगिसक्यौँ पनि। कोलपुरको यो नयाँ बस पार्क, यसको ठाउँको नाम मलाई त्यस्तै राम्रोसँग थाहा छैन। यहाँ चाहिँ दिल्ली यसरी मजाले बसिरहेछ। अनि त्यसपछि म चाहिँ यतातिर देखाइरहेको छु। ल बस पार्क हेर्नुहोस् है राम्रोसँग। अनि त्यसपछि चाहिँ गाडी फाइनल गइसक्यो पनि मैले त्यहाँनिर भिडियो बनाएन। जाम त हिँड्दै भिडियो बनाएर जाम भनेर भने दिल्लीलाई क्यामेरा दिएको त समात्दा यसरी हल्लायो। अनि त्यसपछि मैले भने छोड्दै तैँले राम्रोसँग भिडियो नै बनाएनस्, यताउता हल्लाउँछस् भनेर मैले चाहिँ म बनाउँछु भनेर मैले लगेँ। अनि त्यसपछि एकछिनमा हामी उता अगाडि पुग्छौँ त्यो पार्क गरेको ठाउँमा। ल फाइनल्ली त्यो पार्क गरेको ठाउँ पनि आइसक्यौँ। अब नजिकै यता अगाडि छ। ल फाइनल्ली पुगेर पनि हामी यो के भन्छ खुर्मा, दिदीले खुर्मा पठाइदिनु भयो रहेछ। ब्यागदेखि तानेर सुटुक्क खाँदै म गाडीमा बसेर यताउता एकदमै मिठो छ भनेर। अनि त्यसपछि अगाडि चाहिँ दिल्ली र भान्जा मजाले गफ गरिरहेछन्। यसै गरी भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोला। ओके बाई।